यो पनि राम्रो त राम्रो छ प्लास्टिकको बोक्रा जान्छ यो चाहिँ कसरी हो हेलो एभ्रीवन वेलकम टु माय देवरानी जेठानी भ्लग अबे जल्दी बोल कल सुबह पनवेल निकलना आज पनि हामी नयाँ भ्लग बनाउन बाहिर निस्कन लागेको A few moments later आज चाहिँ हामी समी पार्क आयौँ गाइस फ्रेस हुनु गाइस यहाँ चाहिँ नेचुरल पार्क छ नि त यहाँ चाहिँ शीतल हुन्छ गर्मीको मौसममा चाहिँ एकदम राम्रो छ यहाँनिर रुखको शीतल आनन्द महसुस हुने खालको छ नि गाइस बात त सही है तर स्कुटी त आउँथ्यो तर तिमी सक्दैनौ नि स्कुटी चाहिँ लिएन हौ गाइस किनभने यहाँनिर पुरा रोडा रहेछ डर लाग्यो डबल लाउनुलाई त त्यति पर्फेक्ट राइडर पनि होइन नि त तर माथि पुग्दा गाइस भ्यू देखाइदेऊ न भ्यूमा गाइस यहाँ हेर्न सक्नुहुन्छ गाइस मान्छेहरू फुटबल छैन हेलमेट तर्केछ नि त नि ओबे दुईजना डेटिङमा हो बाबरे म त अर्नदी म त के गर्थेँ नि के अरे त ढुङ्गा टिपेर हाने माथि जानुपर्छ हामी यस्तो गर्छ यो चाहिँ समीर पार्क आयौँ गाइस यो चाहिँ समीर पार्क सिँढी छ खानु पनि राम्रो हुन्छ हो छ जस्तो छ चस्मा लगाउने त आँखा चिम्ले देख्छ कि गाइस त्यही भएर म जहिले पनि आँखै लगाउँछु सुपारी बेसी खानुहुन्न हुँदो रहेछ हौ ल सुपारी र किनकि यो के पो भन्छ जिब्रो पुरा लटपटी छ दीदी दीदी वाह दीदी दीदी के बोलिरहेको छ के पो भइरहेको छ अहिले यहाँ सिजन छैन नि त त्यही भएर 1 गतेबाट यहाँ फुल हुन्छ यहाँनिर पिकनिक खाने घुम्ने मान्छे पुरा हुन्छ कि यतातिर दामी ठाउँ छ नि यहाँनिर गर्मी मौसममा त आम्मा हावा खाने मान्छेहरू कति आउँछ गाइस बाफ्रे यस्तो दामी ठाउँ छ यहाँनिर मम्मी फर्केको वाह क्या सीन है भाइ यस्तो दामी ठाउँ छ के पार्क भन्छ नदीलाई समी पार्क भन्छ नि यस्तो बनाएछ नि अहिले पहिला त्यस्तो थिएन र गाइस हामी समी पार्कबाट हामी फेर्यौँ अब हामी 3 घरे जान्छौँ 3 घरे गएर भाँडाकुँडा पनि खाटाखुट्टी किन्नु पर्ने छ गाइस एकछिन धुच्छौँ पनि होला किनकि हाम्रो त्यहाँनिर दिदी हुनुहुन्छ नि त दिदीको दोकान छ अनि त्यही भएर एकछिन चिया खाँदा के गर्दा अनि त्यस्तै ढिलो भइहाल्छ गाइस कस्तो भुँडी दुख्यो मेरो अब हामी 3 घरे लाग्यो है यो हो पञ्चकन्या मन्दिर यहाँनिर यहाँ माथि नर्सरी छ
तपाईँले आराममा हुनुहुन्छ? अनि तपाईँको व्यवहार कस्तो हुँदैछ अनि? यहाँनिर जेठी साउनी हुनुहुन्छ, यहाँ चाहिँ कान्छी साउनी हुनुहुन्छ कि के नयाँ नौलो के आएको छ हौ यतातिर? नयाँ नौलो आमा दामी रहेछ यो मग गाइड चाहिँ यहाँनिर। के छ यहाँनिर? आमामा फुल त दामी फुलेछ त नि। अनि इन्जिला त मरिरहेको छ त हौ इन्जिला। अनि इन्जिला पुरा मरेछ त के हो? ए सुपारी फुल पनि यहाँनिर मजाले फुलेछ नि। के भन्छ यसलाई? ए यसलाई म त अनि कस्तो दामी फुलेछ अर्किड त यहाँनिर। मेरो जेठा दिदीले मजाले फुलाउनु भएको रहेछ अर्किड यहाँनिर। अर्किडहरू आमामा हेर्नुहोस् यहाँनिर फुलहरू बाफ्रे बाफ्रे आमा। यहाँनिर प्याज पनि रोप्नु भएको रहेछ कि दुईजनाले त मजाले खान सक्नुहुन्छ। भर्खर लडाएर घरमा जानुभएको रहेछ। यो के को बोटो? कागती होइन यो? कागती होइन यो? यहाँनिर कति धेरै रहेछ। खै अरू हेर। कति धेरै छ हौ यहाँनिर कुखुरा त बाँचेर थुप्रो पाल्नु भएको रहेछ। खोरहरू बनाएर यहाँनिर सबै बारेर बनाउनु भएको रहेछ हौ यहाँनिर। थुप्रो रहेछ। कोइलर बोइलर लोकल गिरिराज के हो कुखुरा। ए लोकल थुप्रो रहेछ त लु खाने सुप खाने ल। अनि हाम्रो घरमा चाहिँ अनि ए म चाहिँ पिज्जा बर्गर छ भने खान्छु है खाजा। ए हस् ए त्यहाँनिर बनाउँछ नि है चटपटी। प्लास्टिकमै खाउँ ल। गऱ्यो त नाक लाग्यो मलाई पनि त्यस्तो मनपर्छ। ए ठिक लाग्छ मलाई। यो पनि नि हामीले पढा के पढ्नु गाइस हामीले यो लानु आँटेको कुन रातो? ए यो होइन? अघिको नलिने यो पनि राम्रो त राम्रो छ। प्लास्टिकको बोक्रा जान्छ। यो चाहिँ कसरी हो? दोकाने दिदी मलाई एक के अरे एक पावा दिनुहोस् त त्यो फुल रोप्ने दोकाने दिदी। व्यापार होस् यहाँनिर यस्तो दामी दामी पाउँछ यहाँ मेरो जेठानीको दोकानमा। जेठानी दिदीको अब दोकानमा क्युआरले चल्छ नि त गाइस। त्यही भएर एकसुक्का नपुगेको तर मिनी भागमा हो गाइस। यो 3 भरेमा छ।
सबै थोक पाउँछ यहाँनिर खानेकुरा बाहेक सबै 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 भावरिक छ त्यहाँ भाँडाकुँडा यो पर्दाहरू बेड कभरहरू हो धोक्री सबै पाउँछ घरमा मलाई मगाइदिनु अब गाइस हामी जाने सिको कान्छी तिमी कहिले आउने अर्को हप्ता आउने दसैँमा कहिलेको दसैँमा हो अर्को वर्षको बाई 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 अब जाने गाइस घरमा यसमा चढेर जानु म ए तिमी यसमा चढेर आउने ल बाई बाई उता पनि आउँदै गर्नु बाई फाइनली गाइस हामी घरमा आइपुग्यौँ के गरेको बुढो खसीको मासु खोलेको कहिले पकाउनु तिमीले पकाउनु अरू नदी के हेरेको